नमस्कार साथीहरू, आज हामी बीबीएस थर्ड इयर च्याप्टर 5 ट्याक्सेसन इन नेपालको इन्कम फ्रम इम्प्लोइमेन्टको सेलेरी क्याल्कुलेसन गर्दै सिक्दैछौँ। सेलेरी क्याल्कुलेसन गर्दाखेरि हामीलाई विभिन्न तरिकाबाट दिन सक्छ सेलेरी। जस्तै यहाँ ग्रेडिङमा पनि दिन सक्छ, अर्को चाहिँ तपाईको नेटमा पनि दिन सक्छ हैन। ग्रेडिङमा पनि कहिले चाहिँ स्टार्टिङ भएको श्रावणदेखि भन्छ, कहिले माघदेखि भन्छ, कहिले फागुनदेखि भन्छ, कहिले वैशाखदेखि भन्छ, कहिले जेठदेखि भन्छ। कसरी विभिन्न तरिकाबाट भिन्न तरिकाले भिन्न प्रकारले सेलेरी चाहिँ क्याल्कुलेसन गर्न सकिन्छ। यसमा म अहिले चाहिँ यो सेलेरीको स्केल दिएको अवस्थामा कुन तरिकाबाट गर्न सकिन्छ भन्ने बारेमा चाहिँ म यहाँ छलफल गर्दछु। यसलाई राम्रोसँग बुझ्नु होला, सुन्नु होला, ध्यान दिएर हेर्नु होला। त्यसपछि एकै भिडियोमा चाहिँ एकै क्वेसनमा चाहिँ सबै सेलेरी चाहिँ क्याल्कुलेसन गर्न अवश्य सकिन्छ। जस्तै यहाँ भनेको छ बस्नेत इज एन अफिसर अफ गभर्मेन्ट अफिस। एउटा बस्नेत भन्ने व्यक्ति चाहिँ गभर्मेन्ट अफिसको चाहिँ अफिसर रहेछ। ऊ चाहिँ पोस्टम्यान रहेछ, अफिसर व्यक्ति रहेछ। कहाँ? सरकारी कार्यालयको। ही वाज प्रमोटेड टु दिस पोस्ट अन 1 श्रावण 2073 भनेको छ। उसले श्रावण 1 2073 मा चाहिँ अपोइन्टेड भने त्यहाँ चाहिँ हाजिरी गरेको रहेछ, अर्थात् सुरुवात गरेको रहेछ जागिरको। एडस सेलरी स्केल अफ रुपिज 50,000 हो, तर यहाँ 50 लाख भएको छ। यसको लागि 50,000 बनाउनु होला। यहाँ मेरो मात्र हो कि सबैको? देखि 50,000 रुपियाँ पहिला हुन्छ, बेसिक सेलेरी हुन्छ है। 50,000 पछि 1 वर्षपछि कतिका दरले बढ्छ? 1500 का दरले बढ्छ। 1 वर्ष पुग्ने बित्तिकै कतिका दरले बढ्छ? 1500 का दरले बढ्छ। कति पुगन्जेलसम्म भनेपछि 53,000 पुगन्जेलसम्म। 53,000 पुगन्जेलसम्म कतिका दरले बढ्छ? 50,000 बाट 1500 का दरले बढ्छ। त्यसरी 53,000 पुगिसकेपछि 1 वर्षपछि 53,000 को 2,000 ले कतिसम्म? 63,000 हुँदासम्म चाहिँ सेलेरी बढ्छ। यो भिडियोमा चाहिँ म सेलेरी मात्र क्याल्कुलेसन गर्न सिकाउँछु है। सेलेरी क्याल्कुलेसन गर्दा पहिला हामीले चाहिँ गिभन तान्नु पर्दछ। गिभन तान्दाखेरि यसरी जस्तै यहाँ चाहिँ प्रमोटेड डेट इज इक्वल टु 1 श्रावण 2073। कहिले? 1 श्रावण 2073 मा चाहिँ यसले चाहिँ सुरुवात गरेको रहेछ। अब कति करेन्ट इन्कम इयर अहिले चाहिँ हाम्रो चाहिँ इन्कम इयर कुन हो भनेपछि 2079 2080 को रहेछ करेन्ट इन्कम इयर। यो चाहिँ बीबीएस थर्ड इयरको अहिले भर्खर जसको फर्म खुलेको छ तिनको लागि करेन्ट इन्कम इयर भनेको 2079-80 हुन्छ र उहाँभन्दा पछाडिको ब्याचको लागि 80-81 हुन्छ है। केही छैन फरक, 1 वर्षको सेलेरी बढी आउने हो हैन। अब ग्रेड पोइन्ट, ग्रेड कसरी निकाल्ने भन्ने सन्दर्भमा हामीले ग्रेड कसरी निकाल्ने भनेपछि 2073 फर्स्ट 2073 को भयो है सुरुवात। 2073 श्रावणदेखि सुरु हो भनेपछि 73-74 हुने भयो हैन। असाढसम्म त कति हुने भयो? 74 हुने भयो। त्यही भएर 73-74 हुने भयो। यहाँ इन्कम इयर चाहिँ 79-80 भनेपछि 73-74 हुने भयो है। यो प्रमोटेड डेट भनेको को भयो? 1 वर्ष नपुगन्जेलसम्मको 73-74 हुने भयो। 73-74 अब 80 सालबाट 2074 घटाउने है। यहाँ 79 बाट 73 घटाउने कति आउँछ? 80 माइनस 74 यो 6 ग्रेड आयो। 6 कति आयो ग्रेड? 6 ग्रेड आयो। अब सेलेरी स्केल सेलेरी स्केल चाहिँ कसरी दिएको छ भने रुपिजमा 50,000 देखि 1,500 देखि 53
देखि 2000 देखि 63 यो हाम्रो सेलरी स्केल। अब मेन कुरा है ग्रेड कसरी निकाल्ने 2080 बाट 2074 घटाउने। किन 74 घटाउने भन्ने सम्बन्धमा यहाँ के छ भने फर्स्ट श्रावण 2074। अब असाढ पुग्नलाई त यो त 73 साल त चैतमा सकिन्छ, चैतमा सक्यो त्यसपछि त लाग्यो वैशाख, 74 को वैशाख लाग्यो। 2074 सालको वैशाख लाग्दाखेरि 2073 74 इन्कम इयर प्रमोटेड डेट भनेको उसको कति भयो 2073 74 भयो है। अब करेन्ट चाहिँ 79 80 त्यसपछि 80 बाट 74 घटाउने कुरो स्पष्ट है। यो 2073 2074 है 2074 किन भनेपछि 2073 मा अहिले सुरुवात गर्यो तर आर्थिक वर्ष त 74 को असाढसम्म हो नि हुने। 74 को असाढसम्म हुँदाखेरि 2074। अब 2080 बाट 2074 घटाउँदाखेरि 6 वटा ग्रेड आयो, 6 वटा ग्रेड आयो बुझ्नुभयो। अब सेलरी स्केल किताबबाट अब करेन्ट सेलरी इज इक्वल टु बेसिक सेलरी प्लस ग्रेड। बेसिक सेलरी प्लस ग्रेड करेन्ट सेलरी निकाल। अहिलेको 79 80 को सेलरी निकाल्नु पर्ने अवस्था छ भने हामीले बेसिक सेलरी प्लस ग्रेड गर्ने हो। बेसिक सेलरी 50,000 छ प्लस ग्रेड भनेको 1500 त हामी पहिलो वर्षमा दिन सक्छौं इन्टु कति वर्षसम्म 15 दिने भन्दाखेरि कतिवटा ग्रेड चाहिँ 1500 का हिसाबले बढ्छ हेर्ने। 53,000 बाट 50,000 घटाउने, 53,000 बाट 50,000 घटाउने, 53,000 माइनस 50,000 53,000 बाट 50,000 घटाउने अपन 1500 गर्ने दुईटा टोटल ग्रेड हामीले दिन सक्ने भने 6 वटा हैन। यसबाट यो घटाउने यसले भाग गर्ने, योबाट यो घटाउने यसले डिभाइड गर्ने कति आयो 2टा ग्रेड आयो दिन सक्ने प्लस अब कतिले दरले पर्छ 2000 का दरले है 2000 का गुणा। अब 63 बाट 53 घटाउने 10,000 आयो है सेम अनि 2000 ले भाग गर्ने 5 वटा ग्रेड आयो। अब टोटल ग्रेड हाम्रा 6 छन् 6 वटा ग्रेड दिन सक्छौं नि। टोटल ग्रेड कति छ 6 वर्षसम्म मात्र सेलरी बढ्या छ है 6 वर्षसम्म बढ्या छ। टोटल ग्रेड भनेको 6 भयो। हामीले 6 मध्ये दुईटा 1500 का दरले दियौं दुईटा ग्रेड। अब दुईटा 1500 का दरले दियो भने अब बाँकी कति रह्यो जम्मा टोटल कति छन् यहाँबाट यो घटाउने यहाँबाट 2000 ले भाग गर्ने 10 वटा आउँछ कति आउँछ 10 आउँछ हैन। अब 10 आउँदैन 5 आउँछ सरी यो 5 आउँछ 2000 ले भाग गरेपछि 5 ग्रेड आउँछ। 5 मा हामीले दुईटा दिइसकेका छौं आउन त 5 आउँछ तर 5 का 5 त काम भएर 2 दियौं। अब बच्यो कति 4 वटा 4 ले गुणन गर्ने बराबर रुपैयाँ अब 50,000 प्लस 1500 इन्टु 2 प्लस 2000 इन्टु 4 61,000 पर मन्थ यो चाहिँ 61,000 पर मन्थ मन्थलीमा आयो इन्टु 12 बराबर रुपैयाँ यो चाहिँ इयरली इन्टु 12 बराबर 7,32,000 बुझ्नुभयो। ल अझ सरसर्ती म बुझाउँछु है। सेलरी मेन च्याप्टर भनेको सेलरी चाहिँ जसरी पनि क्याल्कुलेसन गर्न जान्नुपर्छ। यो च्याप्टर चाहिँ एकदम इजी छ। यहाँबाट चाहिँ हामीले चाहिँ राम्रैसँग 10 मार्क्स चाहिँ पकेटमा हाल्न सक्छौं। यो भनेको पकेट मार्क्स नै हो। यो सबैभन्दा इजी च्याप्टर पनि हो है। जानेपछि सेलरीमा मात्र गडबड छ अरु केही छैन। जस्तै प्रमोटेड डेट फर्स्ट श्रावण 2073 74 श्रावण महिनामा प्रमोटेड भएको छ भने यसरी गर्ने है। श्रावण महिनामा प्रमोटेड भएको छ भने यसरी गर्ने। श्रावण भन्दा पछि या चैतसम्म छ भने त्यसको पनि म देखाउँछु। श्रावण भन्दा पछि र चैतसम्मको छ भने म देखाउँछु र वैशाखदेखि असाढसम्म प्रमोटेड छ भने त्यो पनि म अलग्गै बनाएर देखाउँछु है। के भनिएको छ भने
करेन्ट इन्कम इयर 7980 या यो ब्याजभन्दा पछिका साथीहरूले चाहिँ 8081 होला। 8081 भएपछि 81बाट 74 घटाउने एउटा 7वटा ग्रेड आउला, केही फरक पर्दैन है ग्रेड इन्कम इयरले। अनि पछि सेलरी स्केल चाहिँ सेलरी स्केल त्यो किताबमा दिएकै छ। करेन्ट सेलरी बेसिक सेलरी प्लस ग्रेड। करेन्ट सेलरीको फर्मुला के हुन्छ? बेसिक सेलरी भनेको पहिला सुरुमा पाइने सेलरी प्लस ग्रेड भनेको कति दरले एक वर्षको अन्तमा कति दरले बढ्दैछ त्यो ग्रेड, त्यो चाहिँ ग्रेडमा जान्छ। जस्तै 50,000 प्लस यताबाट यता घटाउने, यताबाट यता घटाउने, यसले डिभाइड गर्ने। बुझ्नुभयो कि कुरा? 53,000बाट 50,000 घटाउने कति आउँछ? 3,000। 3,000लाई 1500ले भाग गर्ने, डिभाइड गर्ने। डिभाइड गरेपछि कति आउँछ? 2ले गुणन गर्ने ग्रेडलाई। 2टा ग्रेड मात्र आयो। अब प्लस त्यसपछि हामी 2000ले बढ्छ ग्रेड भनेपछि अब 2000ले दिनु पर्यो। 2000ले दिँदाखेरि 63बाट 53 घटाउने 10,000 आउँछ। भागा 2000 गर्ने, 2000 देखिँदैछ नि, भागा 2000 गर्ने। 2000 गरेपछि 5वटा आउँछ। तर हामीले दिन सक्ने भने कतिवटा ग्रेड मात्र हो त? 2वटा दिइसक्यौँ। दिनुपर्ने बाँकी कति छ? 4वटा। 4 2 6वटा, 6वटा ग्रेड मात्र छ भनेपछि यसले 4ले मात्र गुणन गर्ने र यस्तो। अब 50,000 प्लस 1500 × 2 प्लस 2000 गुणा 4 बराबर 61,000 आउँछ। 61,000 × 12 बराबर 7,32,000 चाहिँ त्यो चाहिँ हाम्रो करेन्ट सेलरी हुन्छ। चाहे आर्थिक वर्ष 2079-80मा यति 61,000 मन्थली पर मन्थ पाउँछ। अर्को कुरा म भनिहाल्छु, यदि कुनै पनि व्यक्ति गभर्मेन्ट सेक्टरमा काम गर्ने व्यक्ति रहेछ भने, भनेकै छ गभर्मेन्ट अफिस छ भनेपछि 1 मन्थ अफ दसैँ खर्च अर्थात् दसैँ अलाउन्स र 10% अफ एनुअल सेलरी के भनेर प्रोभिडेन्ट फन्ड भनेर कहीँ नगएको त्यहाँ इन्क्लुड गर्ने, त्यति हो। अब म अहिले सेलरीको मात्र बनाएँ। यसलाई म पछि चाहिँ क्वेसन पुरै बनाएर चाहिँ अर्कोमा म सेलरी मात्र बुझाउँछु। पहिलोचोटि सबै क्वेसनहरू फरक छन्, त्यही भएर सेलरी चाहिँ अहिले चाहिँ यो श्रावणको है, श्रावण अपोइन्टेड डेट चाहिँ श्रावणको है। श्रावण महिनामा चाहिँ सुरु गऱ्यो भने श्रावण महिनामा सुरु गऱ्यो भनेपछि यस तरिकाले बनाउने। हस् साथीहरू, च्यानललाई चाहिँ सब्सक्राइब, लाइक, सेयर, कमेन्ट गर्नुहोला, नबिर्सनुहोला, माया गर्नुहोला, ताकि हामीलाई पनि यस्तै भिडियोहरू बनाउन झन् उत्सुकता हुन्छ, झन् चाहना हुन्छ, झन् इच्छा हुन्छ। त्यसका कारणले गर्दाखेरि चाहिँ हामीलाई पनि राम्रो अलिकति बनाउने मन लाग्छ। हामीलाई पनि सपोर्ट गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला भन्दै अहिलेलाई यो भिडियोबाट अन्त्य भई म नेक्स्ट तरिकाले अर्थात् आज यो श्रावण महिना भयो भने पछि चाहिँ म के ल्याउँछु, साउन भदौ असोज कार्तिक मसिर पुष माघ फागुन चैतसम्मको त्यो त्यति पिरियडभित्र भाद्रदेखि माथि र चैतभन्दा तलतिर स्टार्टिङ भएको सेलरी कसरी क्याल्कुलेसन गर्ने भन्ने ल्याउँछु। त्यसपछि चाहिँ के ल्याउँछु भने म वैशाखदेखि स्टार्ट भएर वैशाखदेखि असारसम्म स्टार्टिङमा ल्याउँछु। त्यसपछि चाहिँ म डिपली क्वेसनमा जान्छु। फर्मेट योभन्दा अघि मैले हालिसकेको छु र फर्मेट त सिम्पल छ, केही छैन। 6-7वटा त्यो टिडिएसहरू जाँदैन, अर्थ अलाउन्सेसहरू सबै राख्ने हो। जस्तै यसमा म अहिले सरसर्ती हेर्छु है। सरसर्ती हेर्दाखेरि चाहिँ हाम्रो को छ भने फ्यामिली अलाउन्स पढिहाल्यो, डियरनेस अलाउन्स 20% अफ बेसिक सेलरी भनेको छ, यो पनि पढि नै हाल्यो। बेसिक सेलरी भनेको 50,000। त्यसपछि सिटी कम्पेन्सेन्ट्री अलाउन्स 10% अफ करेन्ट सेलरी 1 मन्थ अफ करेन्ट सेलरी भनेको आर्थिक वर्ष अहिलेको है क्याल्कुलेसन गरेको 61,000 बेसिक भनेको सुरुको र 1 मन्थ अफ दसैँ अलाउन्स भनेको 1 महिनाको 61,000 आयो है। ट्राभलिङ एन्ड डेली अलाउन्स यो टिडिएसहरू पढ्दैनन्, टिएडीहरू पढ्दैनन् है। अनि इन्ट्रेस्ट फ्रम फिक्स्ड डिपोजिट, यहाँबाट पनि अग्रिम रूपमा नै कर काटिएको हुँदाले यो पनि पर्दैन।
होइन अफिस प्रोभाइड हिज कार फेसिलिटी। कार फेसिलिटी भनेको के छ भनेपछि 0.5% अफ एनुअल सेलेरीको राख्ने र योसँग दिएको फ्युल एक्सपेन्सेस ड्राइभर वेजेस तिनीहरूलाई चाहिँ कुनै पनि इन्कम नमानेर समावेश गर्नु पर्दैन तिनीहरूलाई। त्यसपछि एकोमोडेसन फेसिलिटी 2% अफ एनुअल सेलेरी। डोमेस्टिक एसिस्टेन्स प्रोभाइड बाई अफिस मन्थली सेलेरी। यो चाहिँ हाउस होल्ड अलाउन्सेसहरू फेसिलिटिजहरू हुन् होइन। अफिसले चाहिँ के गरिरहेको छ भनेपछि घरमा काम गर्नको लागि चाहिँ 6,000 रुपियाँ दिएको छ र 2,000 रुपियाँ उसको सेलेरीबाट घटाएको छ भने चाहिँ त्यो 4,000 × 12 हुने भयो होइन। त्यसपछि क्लाइम गरेको छ उसले जेसुकै क्लाइम गरे पनि 10% अफ प्रोभिडेन्ट फन्ड इन्कममा राख्ने है। अनि तल ट्याक्सेबल इन्कम निकाल्दाखेरि त्यसको 20% घटाउने टोटल सेलेरीको है। कन्ट्रिब्युसन अमाउन्ट सिआइटी एक्चुअलमा राख्ने है। एक्चुअलमा 20% प्लस सिआइटी गर्ने। लाइफ इन्सुरेन्स प्रिमियम चाहिँ त्यहाँ तल एक्जम्सनमा घटाउने। डोनेसन एडजस्टेड ट्याक्सेबल इन्कमबाट घटाउने। त्यसपछि बस्नेत क्लाइम टु मेडिकल एक्सपेन्सेस पेड बाई अफिस भनेको 10,000 चाहिँ अफिसले दिन्छ, 10,000 चाहिँ इन्कममा राख्ने। र यसको भिडियो म अहिले ल्याएर आउँछु थोडा 2-4 दिनमा। म अहिले सेलेरीको आज यो तरिकाबाट सेलेरी भयो, पछि चाहिँ म अब अर्को तरिकाबाट सेलेरी क्याल्कुलेसन गर्न सिकाउँछु। हस्, धन्यवाद।